कम्ती तातो तेल हाल्छु। त्यसपछि यो चाहिँ लसुन यहाँ छ खोर्सानी, यहाँ छ जिरा, यसरी पड्काउने जिरा र मेथी। आज चाहिँ गुन्द्रुक पकाउँछु है म साथीहरू। गुन्द्रुक मनपर्छ तपाईँहरूलाई भनेको, मसँग सिक्नु भन्न म सक्दिनँ, तपाईँहरूलाई पनि पकाउन त आउँछ होला होइन। त्यसपछि यहाँ यो चाहिँ भटमास हो। यो भटमास यसरी नेपालीको भान्सामा पाक्ने हो भनौँ न। यो चाहिँ सबै नेपालीको घरमा मैले गुन्द्रुक खाएकै छुइनँ भन्दा कसैले भन्छ भनेदेखि त्यो झुट बोल्दैछ। यो मेरो लामो थियो क्या, यस्तो लामो थियो। अनि यसलाई अलिकति भिजाएर पखालेपछि चाहिँ काटिन्छ क्या। यसलाई चाहिँ यसरी नभए चाहिँ नभिजाइकन काट्दा चाहिँ साह्रो हुन्छ। यो भिजाएर काट्यो भने चाहिँ नरम हुन्छ अनि काटिन्छ। अनि त्यसपछि यो टमाटर चाहिँ काटेर हाल्यो भने छ्याक्रक हुन्छ होइन। तपाईँहरूलाई नयाँ टिप्स है यो, यसरी कोर्नुपर्छ कि लपक्क हुन्छ लपक्क। म चाहिँ सब्जीमा पनि कोरेर नै हाल्छु, जेमा पनि कोरेर हाल्छु। यसरी कोरेर हालेको चाहिँ लपक्क हुन्छ। चाना टमाटरको चाना देखिँदैन।